मलाई 1 वर्ष दिनुस् कि संविधानको पाठ पढाउदैन भने मेरो नाम सुदन गुरुङ होइन। म मेहनत गर्नु सक्छु, म हार मान्ने मान्छे पर्दिन। त्यही भएर आफूले नजानेको कुरा म सिक्दै लड्दै पढ्दै उठ्दै 100 चोटि ढलमला, तर 100 चोटि उठाउँला, 200 चोटि उठेर भए नि म अगाडि बढ्छु। आवेशमा आएर धेरैजना भने एक जनालाई म छोड्दिनँ भनेर भनेको थिएँ होइन। अहिले म होसमा भन्छु, म एक जनालाई छोड्दिनँ। हरेक भ्रष्टाचारीको घरबाट 1 रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने। तपाईँ पत्रकारको अगाडि मै नै छु, आमाको अगाडि मै नै छु, म एक्लै भए पनि लड्छु क्या। म यस्तै नै हो, गुरुङको छोरो भेडा नै हुन्छ भनेको यही नै रहेछ, यही हो भेडा भएको। म एकदमै भेडा रहेछु। देश जबसम्म चेन्ज हुँदैन, परिवर्तन म यस्तै हो, भेडा हो, हानेकै गर्छु म, कसैलाई छोड्दिनँ। तपाईँहरूलाई भगवान कसम मैले कसम खाएँ होइन, मेरो मातृभूमिको कसम खाएँ, म कसैलाई छोड्दिनँ, म कसैलाई छोड्दिनँ होइन, म कसैलाई छोड्दिनँ है। अब मेरो भाइहरू त्यत्रो बित्नु भएको छ, मेरो आफ्नै यो हामी नेपालको तपाईँले जेन्जी मेरो आफ्नै हामी नेपालको भलिन्टियर धनगढीमा बित्नु भएको छ, आफ्नै हामी नेपालकै भलिन्टियर। हाम्रो 92वटा च्याप्टर छ, सबैमा जेन्जी नै जेन्जी छ, मै मात्र नजेन्जी हो। तर मेरो भाइ बहिनीलाई प्रोटेक्सन गर्नु त मेरो जिम्मेवारी त होला नि त, म त लड्नु पर्ला नि त। जसले नि भनेछ जेन्जी भन्दा ठुलोमा हामी नेपाली हो, त्यो हो नि त ठुलो कुरा। एजले होइन, मान्छे मनले हुन्छ, स्टार्टले होइन एन्डिङले हुन्छ। आन्दोलन म एक्लै भए पनि जारी छ, एक्लै भए पनि जारी, म एक्लै भए पनि लड्न सक्छु। मलाई हजुरहरूको कसैले तँलाई साथ दिन्न भन्यो भने जति फेक मिडिया आए पनि म त लड्नेवाला छु। म यस्तै नै हो, मेरो बानी नै यस्तो छ क्या होइन। जति जेसुकै भन्नु, इन्डियन भन्नु, चाइनिज भन्नु, के भन्नु, चाङचुङ, आई डोन्ट केयर। फर मी माई कन्ट्री इज अबभ एभ्रिथिङ एल्स, नथिङ मोर देन द्याट है। त्यही भएर मैले त्यहाँ होइन बेउरै छैन नि त हाम्रो त, फेरि खुट्टा तान्ने त कस्तो छ नेपाली। त्यही भएर त विकास नभएको त हाम्रो यहीँ छौँ हामी, यहीँ अहिलेसम्म। बल्ल अबदेखि नयाँ नेपाल बन्दैछ क्या, बुझ्नुभयो? हुन्छ, संविधानले दिन्छ, तपाईहरुले सदन विघटन गर्नुभयो, यसको असर कहाँ पुगेको छ थाहा छ तपाईलाई? कहाँसम्म पुगेछ हजुर भन्नु? कसरी गर्नु? कहाँसम्म पुगेछ हजुर भन्नु न, मलाई कहाँसम्म पुगेछ? केही पनि हुँदैन, 6 महिना पछाडि तिनै नेता आउँछन्, तिनै नेता आउँछन्। हामी फेरि आन्दोलन गर्छौँ, आउनै दिन्नौँ, घरबाट बाहिर निस्किदिन्नौँ, म निस्किन्न होइन होइन, मार्दैन। एकछिन यसको सल्युसन छ गाइस, तपाईँ नै आउनु हो यहाँ, तपाईँ आउनु होइन। मैले मारेको होइन नि त, मैले अर्गनाइज गरेको होइन नि त। त्यो डोरास्टिक चाहिँ तपाईँको अहिले यस्तो गर्नुहोस्।